ओ काले बा के गर्दै बसेको आज त उरट लाग्दो छ त चुलाको छेउमा। के गर्नु र नानी, गाईलाई खोली पकाउँ भनेर बसेको। यो डाम्नो गाईलाई जति दिँदाखेरि पनि मोटाउँदैन, हड्डी र छाला मात्रै छ। त्यही भएर यो खोली पकाएर दिउँ कि नदिउँ भएर साह्रै उदास लागेर बसेको नि बाबु। कत्ले डाम्नु कहाँ गयो अहिलेदेखि होइन, गाईलाई खोलेको लागि अलिकति घाँस काटेर लिएर आइजल भनेको। 2-3 घन्टा भइसकिसक्यो, आउँदैन यो डाम्नुलाई। के गरेर टोमा ल्याउनु पर्ने हो यसलाई मैले, होइन? ओ काले बा घरमा अब कलर सलर नलाउने, घर हेर त तिम्रो त पुरा उयो भएछ त हौ, रङ उके। यो घरमा कलर नलाउने, यसलाई भट्काइदिने हो नानी म त। अब यो कटेजमा म धेरै बस्दिनँ। यहाँ तल्लोपट्टि मेरो बिल्डिङै बनिँदैछ नि त, होइन? यहाँ तलनिर मेरो बिल्डिङै बनिँदैछ नि त। अब काठको घरमा बस्ने जमाना गए अब, होइन? ओइ जान्न, तँलाई मैले के लिएर आइज भनेको, ह? घाँसै ल्याउनु भुल्दैछु, अहिले एकछिनमा ल्याउँछु। त गइहाल छिटो गएर लिएर आइज। अहिले ल्याउँछु। घाँस लिएर आइज भनेको उखुको टोक्दै आएछ डाम्नो त गइहाल छिटो। घाँस लिएर आइज ल भनेको त उखु पो टोक्दै आएछ डाम्नो त। यो बाजे त खालि न्याङ मात्रै गरिरहेछ, के साह्रो कराएको। उखुले अलिक चिसो हुन्छ, त्यसकारणले खाएको। अनि मुख एप्पल राख्छ त्यो डाम्नो फेरि। यही हातमा यसो गरेर खेलाएर हुर्काएको, अहिले मलाई उल्टा जवाब लाग्छ। अनि यही भाटाले दिएर नि म तँलाई हेर्न। अनि म चाहिँ सानो छु क्या अहिले चाहिँ, अनि ठुलो भइसक्यो त, नकराइ बस्नु न। यो बाजे चाहिँ कराउँदै मात्रै रहेछ, जस्तै लाग्छ। बोल्नै मन परेन म त। यो नानी कसको लिएर आइस?